ओइ ओ हेलो यो कहाँ जाने टिम हो प्याजको बेर्नु दिन हो प्याजको बेर्नु दिनलाई खोला खोला नाला नाला गरी जुराब निकै हाला चेप्रा खजुरा नारे जुराब भनेपछि कसैले भयो त हेर्नुस् हजुर ढुङ्गा हुँदा हुँदा पनि तर्न डर मानेको अवस्था यस्ता मान्छे हो कति नदी तर्नु है बगाएर लैजाला है हाउ भयो हाउ बगाएर लैजाला है बगाएर हाम्रो यबाट मात्र हो फाइनली गाइस हामी कलाबाट कञ्चनपुरमा पुगिसकेका छौँ कञ्चनपुर पुग्यौँ हामी कहाँदेखि कैलालीबाट कञ्चनपुर कैलाली यहाँ कञ्चनपुर हजुर कहाँदेखि आउनुभयो हामी मालाखेतीदेखि कैलाली ए कुन ठाउँमा प्रवेश गर्नुभयो हजुरहरूले अन्त कञ्चनपुर होइन हजुर कहाँ आउनुभयो कञ्चनपुर मलाई दिबाट आगे ए देखो न गाइस ये प्याज के बेरना निकाल रहे हैं कि आओ सब यहाँ आओ अब लौ त लौ आइए ए तेरे मुको सिओ काम नहीं तो मैं निकाल्न सक्छु हाम्रो जान राख्दै राख्दै एउटा एउटा नहीं चाहिँ म बस्छु त ल्याउ दिदी म निकाल्नु यो यो समय गरे हुन्छ कता राखु त तेरो फल्न गइदैन फाइनली गाइस म प्याजको बेरा निकाल्ने ठाउँमा पुगिसकेकी छु अनि उता चाहिँ प्याजको बिउ बेच्ने म्याडम हुनुहुन्छ म्याडम हजुरलाई यहाँबाट कति आम्दानी हुन्छ होला 50-60,000 राम्रो भएन ए या त प्याज अनि तम्रामा आउँछन् झन् हो कि नै आइसक्यो मेरो आउने जति यो प्याजको बेर्नको लागि हजुरलाई केही भन्नु छ भनिदिनुहोस् न 2-4 शब्द केही अब भनिसके लगाउने मान्छेहरूको लागि म त यसो खाली कति मोटा गरेर भने मान्छेलाई हेर्नु तमले प्याज पनि पाएला खान पनि पाएला आगा सादला थु यसो बनाउ लाजो यो यसको पनि पुर्को आइसकेको रहेछ यसरी खोज्न लागेको छु म उतिनी छन् बोल्ने वाली सबैले देखायो होइन नि